यो व्हाट्सअप ग्याङ के छ खबर तपाईँहरूको। सबैभन्दा पहिला त मुबारक सबैजनालाई 12को इक्जाम सकेकोमा मेरो तर्फबाट। इक्जाम जस्तो भए पनि बाल भएन। मलाई त केवल एउटाको मात्रै वेट थियो, इक्जाम भ्याएर घर कहिले आउने। अनि आज फाइनली त्यो वेट पनि कम्प्लिट भयो यार। त्यो वेट गरिरहेको क्षणको एक्साइटिङ लेभल र आजको त्यो एक्साइटिङ लेभलको जमिन आसमानको फरक छ हेर केटा हो। जब म नेपालगञ्जमा बस्थेँ होइन, मेरो साइडको रुममा बस्ने एउटा आन्टीले जहिले पनि एउटा हगाइ लाग्ने गाना बजाएर आफ्नो छोरीसँग सुत मराइरहेको हुन्थे। कसम होइन, जब म पढ्न बस्यो होइन, अलिकति किताबका कुराहरू हेर्न लाग्यो, तब त्यो दर्याम दर्याम भन्ने गाना बजाएर जहिले पनि आफ्नो मराइरहेको हुन्थे। त्यसलाई त थाहा भएन, जब मैले होइन त्यो गानाको आऊ भन्नेवाला कुरा सुने, मेरो कानबाट माकसम रगत नै आउन थाल्यो यार। जताततै छाएको छ होइन यो हैजा। आजकल ट्रेन्डिङ नम्बर 1मा समेत थियो। मतलब आजकल नेपालीहरूलाई जे पाए त्यही हेर्न मन लाग्छ। कहिले राजा आऊ देश बचाऊ, कहिले केपी ओली भगाउँछौँ भोलि। आखिर हो के भइरहेछ के नेपालमा? कसैले बुझ्न सक्दैन। अब त्यो कुरा छोडेर आजको यो श्रृङ्खलामा हामीहरू यही कानबाट रगत आउने गानालाई तेस्रो नजर हाल्नेछौँ। लेट्स गेट इट। फर्स्टमा यो आऊ चाहिँ किन के चाकमा कसैले कश्मिरी लाल मिर्चको धुलो हाल्दैछ के? अनि एकचोटि त्यो ह्याटमा पनि नजर फाल्देऊ केटा हो। यस्तो ह्याट लगाएर हाम्रो नेपाली समाजमा आयो भने खैरे सम्झिएर रक्सीलाई शरबत बनाएर पिलाइदिन्छन्। चलो कोही बात नहीं, यति बेलासम्म त ठिक चलिरहेको थियो, हावा लागेको थिएन। कसम जब यो उही हुई आयो नि, हे भगवान्, मलाई त होइन यो कान मेरो नाकबाट मेरो जुन छेद छ होइन त्यही छेदबाट रगत बग्न लाग्थ्यो यार। जब यो 8 लिप सुने होइन मैले, कसम होइन यो रोगलाई सिङ्गरको मिस्टेक भनौँ कि साला त्यो लल्लु मिक्स मास्टरको मिस्टेक भनौँ। मेरो विचारमा भाइ सिङ्गरले त्यो जबरजस्ती यो मलाई एडलिप राख्न भनेको हुनुपर्छ। मलाई त 1-2 पटक सुन्दा यस्तो बिजुलीको पोलमा मेरो टाउको जुझाउन मन लाग्यो भाइ यार। त्यो मिक्स मास्टर गर्ने मान्छे त कसम लेजेन्ड हो यार। त्यसलाई मलाई केपी सरकारसँग भन के त्यसलाई यार कुनै एउटा खतरा तकमा दिन भनेर। कसम यार त्यो अहिलेसम्म पनि बाँचिरहेछ भने त त्यो त रियल लेजेन्ड हो। कसरी बाँच्यो के? यदि मिक्स मास्टर गरेको भए त म त बिचमा सहिद हुन्थेँ। कसम यार मेरो त तिमीहरूलाई रिस उठेन यार? मलाई कसम होइन, मलाई त त्यो होइन त्यो जुन साइडको रुमको आन्टीले हुई बजाएर डेकमा नाच्थे त्यही गएर होइन घाँटी च्याउ जस्तो रिस उठ्थ्यो भयो यार। म त यहाँ के हुई यदि तपाईँहरूलाई हुई यो सुनेर रिस उठेन भने तपाईँ त कसम रियल लेजेन्ड हो। एक काम गर्नु, यो जुन राइट ह्यान्ड ल्याउनु, बिचको मिडल फिङ्गर ल्याउनु, अनि अलिकति पछाडि ल्याउनु, अनि आफ्नो कन्डोभित्र छिराइदिनु आउलो। कसैले भाइ यार यसको हातको इसारामा ध्यान देऊ। यसको इसारा अनुसार त दर्याम होइन यार, दबाउ पो हुन त यार। यस्तो तातो मकै छ अगाडि, हात त सलमलाउने नै भइहाल्यो। अनि यस्तै मान्छेको कारणले हो हाम्रो आजकल गोठमा बाख्रीहरू सुरक्षित छैनन्। बाख्रीहरू दिनदिनै बलात्कार भएको केसहरू मार्केटमा सार्वजनिक हुने गर्दछ यस्तै मान्छेहरूको हरकतले गर्दा। मोबाइल किने होइनन् कोही मलाई चिने क्या दशा लाग्या भयो दर्याम मकै बारी दर्याम। अनि एकचोटि यो सङ्गीतको बोलीमा पनि ध्यान दिनु। मतलब मनमा जे आयो त्यही जस्ट कन्टिन्यू लगेर हो भाइ, लगेर हो। मतलब भैँसी बेची मोबाइल किन्ने होइनन् कोही मलाई चिन्ने। मतलब के तिमी भैँसी बेच अनि तिमीलाई कसैले चिन्नै पर्छ? मतलब मनमा जे आयो त्यही जस्ट कन्टिन्यू। दुध बेचेर बरु मोबाइल किन्न छोडी तिमीले त भैँसी नै बेचिदियौ। मतलब यो कुन हगाइ हो? यस्तै कला भएको अलिक कमै भेटिन्छन्।
त्यसैले तिमी अन्डररेटेड आर्टिस्ट हौ। सबको भयो प्रगति मेरो मात्रै दुर्गति दया देखाऊ भगवान तरम तरम। मलाई यो भन, यो इन्जिनियरलाई टाढा किन राखेको? अच्छा, सायद महिनावारी सकिन अझै 2 दिन बाँकी छ अनि तिमीहरू आफै यस्तो उसँग मिसबिहेभ गर्दैछौ, सँगै नचाउन छोडेर 7 कोस टाढा राख्दैछौ अनि तिमीहरूले के को प्रगतिको इच्छा राख्दैछौ भगवानसँग? तिमीलाई त नर्कमा स्पेसल तरिकाको तातो झिरको व्यवस्था छ। बस भयो यार, यस्तो कुराहरू त हुँदै राख्छ। अनि त्यो उही हुई यो गानामा इन्भेन्ट गर्ने मान्छेको चाहिँ कन्डोमा पेट्रोल भरेर मार्चिसको तिल्ली जलाइदेऊ यार। अनि 12को इक्जाम पनि सकिसक्यो यार। अब त युट्युबबाट केही पनि गर्न सकिएन भने त डाइरेक्ट यार विदेश जानुपर्ने मात्रै कुरा हुन्छ। त्यसैले आफ्नो साथीभाइ सम्झेर हाम्रो धार्मिक कार्यक्रममा जोइन गरिदिनु होला सब्सक्राइब गरेर। बस भयो यार, आजलाई यति नै। म त बिजुलीको पोलमा आफ्नो टाउको जुझाउन गएँ। हस्त, धन्यवाद, बाई।